हेलो गाइज, नमस्ते सबैजनालाई। सबैजना सञ्चारमै हुनुहुन्छ होला। तपाईहरुलाई मेरो भ्लगमा स्वागत छ। आज चाहिँ फाइनली म चाहिँ यसो भ्लग बनाएको छु। भ्लगमा के देखाउन चाहन्छु भनेर तपाईहरुले थाहा पाइसक्नु भएको छ होला। यहाँ यो चाहिँ पसल हो है गाइज। यो चाहिँ मेरो पसल हो। यसो सामान चाहिएमा सम्पर्क गर्नु होला। हरेक विभिन्न किराना सामानहरु सुपर मूल्यमा पाइन्छ गाइज। जरी यो चाहिँ रम देख्न सक्नुहुन्छ। यहाँ चाहिँ कपडाहरू पनि छ। यहाँ जुत्ता चप्पल कपडाहरू यसो चाहिएमा सम्पर्क गर्नु होला। यो चाहिँ गौमुखी गाउँपालिका पूजा 4 बागलीबाङमा हो। होइन गाइजहरु, यहाँ देख्न सक्नुहुन्छ। यसो के बियर खानी हो, बियरहरु होइन, रम खुकुरी रम पनि छ है साथीहरु। यहाँ देख्न सक्नुहुन्छ रक्सीका आइटमहरु, विभिन्न आइटमहरु रहेको छ, देख्न सक्नुहुन्छ तपाईहरुले। हैन यो मेरो भ्लगलाई लाइक कमेन्ट सब्स्क्राइब शेयर गरिदिनु होला है गाइजहरु तपाईहरुले। अनि भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनु होला भन्न चाहन्छु तपाईलाई। यो चाहिँ म तपाईहरुलाई लोकेसन देखाउन चाहन्छु। यो चाहिँ गौमुखी गाउँपालिका बागलीबाङ। टक्क यो चाहिँ गाडीको रोड हो। बस जिपहरु बस्ने चाहिँ यही नेर नै हो। त्यहाँ पनि छ दाइको पसल, अनि सुनिल दाइको पसल हो त्यो चाहिँ। यहाँ देख्न सक्नुहुन्छ हरियाली नेचुरल भ्यूहरु हो है यो घर। यसो कपडा सपडा सुकाहम छततिर पानी पर्ला जस्तो भइरहेको छ। घाम पनि लागेको छैन, चिसो छ लास्टै। अनि देख्न सक्नुहुन्छ यो पसल। यहाँ देख्न सक्नुहुन्छ। तपाईहरु एकचोटी भिजिट गर्नु होला है गाइजहरु। पारी चाहिँ तामाखानी पर्छ। यसो तामाखानी भिजिट गर्न आउँदा चाहिँ यहाँ पसलमा पनि पस्नु होला है गाइजहरु। देख्न सक्नुहुन्छ तपाईहरुले पसलमा के सामान छ भनेर देख्नु होला गाइज है। यसो युट्युबलाई माया गरिदिनु होला है, सब्स्क्राइब गरिदिनु होला युट्युबलाई भन्न चाहन्छु। बाँकी चाहिँ अरु भ्लगमा आउनेछ गाइज है। यो भिडियो चललाई चाहिँ शेयर गरेर धेरै भन्दा धेरै माया गरिदिनु होला है गाइजहरु। ल यति भन्दै बाँकी भिडियो अर्को पाठमा बनाउने छु है। त्यहाँ भनेर चाहिँ जनजीवन आधारभूत विद्यालय पर्छ। ल बाँकी भिडियो अर्को पाठमा आउनेछ। यो भिडियोलाई चाहिँ लाइक कमेन्ट शेयर गरिदिनु होला है गाइज।